जेएनजी मात्रै भनेर त्यो हुने अथवा त्यो मात्रै रियालिटी हुँदैन है। हामी यहाँ हिजोदेखि जति समुदाय रहेका छौँ अहिले तपाईँ हामी जेलमा जाँदा सबभन्दा बढी नेपाली हामीले जेलमा भेट्नुपर्दा त्यो चाहिँ राम्रो लक्षण देखिएको छैन र यहाँको समुदायले पहिले पनि जो हाम्रो अलिकति यो रक्सी खानेलाई बढी प्रायोरिटी भनेको भनिरहेको छ हामी रक्सी खाने मात्रै कि रक्सी खानेसम्म लागेको छैन, खाएपछिका जो हाम्रा फाइटिङका केसहरू होइन घटना घटिरहेका छन् तिनीहरूले चाहिँ बढी हामीलाई चाहिँ अप्ठ्यारोमा पारेको छ। त्यसै गरी अर्को तपाईँले भन्नुभयो भने अहिले यो फ्रड केसहरूमा एकदमै हाम्रो पढे लेखेका भाइ बहिनीहरू आउने र फस्ने केसहरू अहिले 17 कतिजना भएको थियो अस्ति तपाईँले 22 जना नेपाली भाइ बहिनीहरू त्यसरी गरिरहनु भएको छ अनलाइन थ्रु फ्रड गर्ने अफिस इस्टाब्लिस गरेको उहाँले त्यहाँ काम गरिरहनु भएको। त्यसमा सम्पूर्ण अन्य मुलुकहरूको गर्दा थुप्रै 100-150जनासम्म समाएको थियो होइन। त्यसमा 21-22 जना नेपाली भाइ बहिनीहरू हुनुहुन्छ होइन। अब त्यो पढ लेखेको उहाँलाई जाने नै के भनिरहेको छ एकदमै राम्रो वेल एजुकेटेड र अलमोस्ट फ्रम काठमाडौँकै हुनुहुन्छ उहाँहरू होइन। अब त्यस्तो साथीहरू पनि परिरहनु भएको छ। त्यसर्थ यो विभिन्न अपराधिक गतिविधिहरूमा नेपालीहरूको सम्बन्धमा अब यो त्यति भन्दा त राम्रो सुनिँदैन, तथापि अहिले ड्रगको कुरा हेर्नुभयो भने त्यस्तै छ। आज आयो भोलि ड्रगको सप्लाईमा फस्ने भनेको त्यो चाहिँ अलरेडी यो च्यानल चाहिँ नेपालमै हुँदै कनेक्टेड देखिन्छ होइन। यी कुराहरूले पनि अब तपाईँ हाम्रो त्यति राम्रो रेपुटेसन चाहिँ यहाँ बनिरहेको छैन। अर्को कुरा जति जति भने पनि यो कम्पनीमा आएको साथीहरू कम्पनीमा चाहिन्छ चाहिँ यो एमबिसीले पनि तुरुन्त कारबाही गर्न सक्ने अथवा एक्सन लिन सक्ने हुन्छ। तर तपाईँ आएको 8-9 भनौँ न कम्पनी छोडेको 8-9 महिनापछि अनि कहाँ जानुहुन्छ अलपत्र रूपमा खल्लीबल्लीमा परेर चाहिँ अप्ठ्यारोमा परेकोमा हेर्नुहोस् अत्यन्तै गाह्रो छ होइन। अब किन भन्दा डकुमेन्ट कहाँ हुन्छ के हुन्छ कसलाई भन्ने फेरि पैसाको कुराहरू आउँछ रिपार्टिसन गर्नुपर्ने होइन। यस्तो अवस्थामा पनि जो चाहिँ यहाँ पनि इलिगल भइसक्नुमा आउँछ नेपालमा पनि अनडकुमेन्टेड भएर आएको हुन्छ। यस्ता केसहरूले पनि हामीलाई चाहिँ अप्ठ्यारोमा पारेको छ। तसर्थ यस्ता सूचनाहरू अब हामीले निकाल्न आउँछ निकाल्न अब तर सोसियल मिडिया हेऱ्यो भने त्यति राम्रो फिडब्याक चाहिँ हामीले देख्दैन। सबैलाई यो जानकारी नै भएको तर अब यस्ता विषयमा नि फेरि हामी संलग्न भइरहेको जस्तै देखिन्छ होइन यो कुराहरू छ। त्यसका अलावा मैले अघि भने जुन हाम्रो अब यो हाम्रो फर्म भर्दिने जति साथीहरू हुनुहुन्छ यहाँ यो लेगलाइजेसनको मानिसले पैसा कति लिनुभयो के लिनुभयो भन्ने छ आजले सफल भइरहेछ र आगामी दिनमा पनि हामीले कसरी गर्न सक्छौँ भन्ने एउटा छोटो गुनागरी विषयहरू छन् म त्यो राख्छु। त्यसपछि नेपाली समुदाय कुराहरू भइरहेछ। अब यो खास के हो भन्दा अब पहिला त कानुनी व्यवस्थाको कुरा छ तपाईँले सुनिरहनु भएको छ नेपालमा। अब त्यो कानुनी व्यवस्था भइसकेपछि अब नेपाल सरकारले कसरी गर्ने भन्छ अब त्यसमा हामी चाहिँ सधैँ तयार नै भइरहेका छौँ र अहिले पनि हामी तयार छौँ। तर अब यो हामीले एमबिसीले अब कसले भन्दा पनि अब निर्वाचन सम्बन्धी कानुनमा त्यो व्यवस्था गरेर कुन तरिकाले कुन मोडालिटीमा भोटिङ गर्ने हो त्यो व्यवस्था गरेर अनि मतदाता नावलीको अपडेट कसरी गर्ने भन्ने कुराहरू टुङ्गिएर नेपाल सरकारबाट निर्णय भएको दूतावास हामी सबै हामी सधैँ तयार छौँ त्यो कुराहरू। अब त्यसमा निर्वाचन कानुनमै मिलाउनु पर्ने भएर अहिले त्यो प्रक्रिया अगाडि बढेको भने हामीले बुझेका छौँ। अब त्यही अनुसार आउँछ। त्यसपछि त्यसमा हामीले सूचना जारी गर्ने तपाईँहरूसँग सहकार्य गर्ने त्यो हामी नियमित रूपमा गर्छौँ। हामी त्यही भएर अलिकति भन्दैमा त्यति अब सुरु नै भइहाल्यो भने जस्तो नि हामी किन भन्दा त्यसको पछाडि मिलाउनु पर्ने चिजहरू धेरै हुन्छन् होइन त्यो कुराहरू छ। एमबिसीको सूचना भन्नु के छ केही चाहिँ मान्छेलाई झुटा गर्ने हेर्नुहोस् अलिक भित्र चाहिँ केही भन्नुभएको छैन धेरै मैले हेरेँ सुनेँ होइन। सुरुबाटै के छ भन्दा टिकटकमा एकजना महिला बहिनी हुनुहुन्छ एमबिसीले त्यो भिजाको बारेमा नयाँ अपडेट लिएर आएको छ ल हामी नै आइहाल्यौँ भन्नुभयो अनि के बोल्नु सबैले चाहिँ त मान्छेलाई झुक्याउने गर्ने भएन। आजले मलाई सोध्नु छोड्नुको सुरुमा हुने बेलामा धेरैले मलाई डिस्कसै गर्नुभयो सर फलानुले गर भनेको छ तपाईँले कसरी हुनुहुन्छ कन्भिन्सै गर्नु पर्छ होइन। ठिक छ एउटा साथीले कतिचोटि तप्लाई गर्ने त्यही हो मात्रै राम्रो लाग्छ होइन। अनि यो चाहिँ अलिकति भएन है साथीहरूले अब पक्कै बोल्ने अहिले चाहिँ बिजनेस छ होला त्यो बिजनेस मेबी नेपालीबाटै मन पनि छ होला जस्तो लाग्छ है मलाई। त्यो आइएम स्योर त्यसमा त के छ अब पाकिस्तानी अरू मुलुक पनि हुनु होला होइन। तर अब नेपाली दिदीबहिनीहरू भाइ हामी सबै युज भएपछि त अलिकति विश्वास लाग्छ नि त। तर त्यसो नगर्नु जे हो रियल इन्फर्मेसन दियो
एक्चुअली अब भिजाको के भन्दा अप्लाई नगरेर थाहा हुँदैन कि भिजा आउँछ आउँदैन भने यो फेरि हामी के रहेछ भन्दा सिधै भिजा भन्ने अब यो अर्को मुलुकले दिने भिजा दिन्छ दिँदैन अब हाम्रोमा अलिकति अस्ति समस्या के हो भने हामीले अप्लाई नै गर्न पाएनौँ भन्ने त्यो चाहिँ समस्या हो तर भिजा अप्लाई गरिसकेपछि डकुमेन्ट रिभ्यू भएर भिजा आउँछ आउँदैन के भन्ने कुरा त अब त्यो कसैले पनि स्योर गर्न सक्दैन होइन त्यो कुराहरू छ त्यही भएर यहाँ रहेको अप्ठ्यारो परेको साथीहरूलाई नै त्यसरी नै दिउँ अहिले अब फ्रिजनको आउँछ के आउँछ इनसाइड आउटसाइड के हुन्छ त्यसमा पनि त्यो सानो सपोर्ट होइन बुझिरहेको अब यो अलिकति समुदायहरूलाई नै अप्ठ्यारै छ किन भन्दा ठुलो सङ्ख्यामा हामी यहाँ छौँ अनि त्यसले गर्दा सधैँ यसरी राख्ने धारमा अब समुदायको तर्फबाट सपोर्ट भइरहन पनि सक्दैन किन भन्दा समुदायमा पनि आफ्नो बिजनेस हुन्छ जब हुन्छ आफ्नो समय हुन्छ होइन यो सधैँ त त्यो गर्न सक्ने अवस्था पनि हुँदैन होइन तर पनि गरिरहनु भएको छ यो कुराहरू छ र अब अर्को कुरा यो तपाईँले पनि हामीलाई बारम्बार क्वेसन गर्नुहुन्छ अब यो जेलमा रहेका साथीहरूको इन्फर्मेसनहरू यति सेन्सिटिभ छ र यति अप्ठ्यारो छ कि हामीले भने आफै घरको लागि नभन्न सक्नुहुन्छ यो बाउलाई नभन्नुहोस् पहिला नभन्नुहोस् म जे हुन्छ भन्ने पनि साथीहरू हुन्छ अब यहाँ त्यही मान्छेको इन्फर्मेसन 10 सोध्नु दिइरहनु भएको हुन्छ अब कसलाई भन्ने कसलाई नभन्ने भन्न हुने हो कि नहुने यो चाहिँ बडो अप्ठ्यारो अवस्था छ अनि त्यही भएर अब यो कहिले काहीँ के हुन्छ भने ठ्याक्क फ्यामिली र एम्बेसीको अधिकारी कोही मान्छे छ कनेक्ट गराइदिनु भयो भने जे हो त्यहाँ पठाइदिने चाहिँ कुराहरू छ होइन त्यो भयो भने बेटर हुन्छ जस्तो लाग्छ अब यो सामाजिक सञ्जालको प्रयोग जस्तो माथि एउटा टिकटक मैले मान्छे गर्दा जानुभयो यहाँ आएका त्यो तपाईँहरूलाई थाहा पनि छ त्यसको होइन मैले त्यसमा धेरै भन्नुपर्छ त अरू केही विषयहरू छ अलिकति छलफल गर्ने अहिले हामी छलफल गरौँ भन्यो अब अहिलेको आन्दोलनको हिजा अध्यक्षजी लैला बन्द हो कि बिहान हो कि के हो कसो हो भन्ने छ होइन अहिले यसमा मामिजुले पनि केही कुराहरू भन्नु होला तर खास गरी अब हामीलाई फर्मली यो बन्द नै हो बिहान हो भन्ने त्यसरी आएको छैन अब हामीले एक दुई चरण यहाँको मन्त्रालयहरूमा हामीले छलफल पनि गरेका छौँ अब मलाई लाग्छ त्यसको पनि केही रेस्पोन्स होला होइन अब उनीहरूको पनि आफ्नै जुन च्यानल हुन्छ अब ग्राउन्ड रियालिटी के छ नेपालको अवस्था के हो यहाँ रहेका नेपाली समुदायहरूले के कस्तो काम गरिरहेछन् उहाँहरूका गतिविधि के हो भन्ने त्यो समग्र हेरेर केही निर्णय होला होइन तर केही हाम्रो साथीहरू अहिले हेर्दा कस्तो लाग्छ भन्दा यति बेला म यहाँ आफैलाई पनि थाहा दिएन यति धेरै हामी इलिगल तरिकाले यहाँ बसिरहेछौँ भने बल्ल अहिले थाहा पाउनु छैन जस्तै फाइन पनि कति आउँछ हिजो मात्र एउटा 22,000 फाइन अब फाइन नतिरी जाउँ ट्राभल ब्यानले होला ओभर स्टे खाइ अब यो यति धेरै कि अब 22-25-30,000 फाइन भने त नेपाली पैसामा कन्भर्ट गर्नुभन्दा थुप्रो पैसा हुन्छ त अनि जति होस् होइन अब हिजो एकजना भाइले 22,000 छ अब के गर्ने भन्नु अब मैले उहाँलाई अप्सन दिएँ अब तपाईँ बिहान नगरी जाने भने पे गर्नुपर्ने होइन भने यस्तो यस्तो अब त्यो त सम्भव छ त भन्नुहोस् त अब त्यसरी बस्न त त्यति जरुरी होइन ठिक छ 1 महिना 1.5 महिना आफ्नो कुनै काम हुन्छ कि भन्ने आशमा बस्नु चाहिँ स्वाभाविक हो आफूले पनि 1,200-1,500 पछि फाइन पे गर्न सकिएला भनेर होइन अब 1000 पुऱ्याउनु त एकदमै ठिक होइन तर थुप्रै साथीहरू त्यस्तोमा हुन्छ अब कतिपय साथीहरू चाहिँ अब वेल स्टाफ साथीहरू पनि बिचमा भिजा क्यान्सल कम्पनी चेन्ज गर्ने बेलामा अलिअलि अप्ठ्यारोमा पर्नुभयो होइन ती कुराहरू छन् जसरी भिजाको छ अब अहिले यो मैले दुबईमा कन्सुलेट अफिस खुलेपछि अब सेवा लिने मान्छे कुनै पनि सेवाको लागि यहाँ आउनु पर्दैन तर साथीहरू अब नबुझेर आइरहनु भएको छ र अर्को कुरा यो ठ्याक्क दुइटै अफिस हुँदै यो जस्तै अहिले मेरो यो नम्बरमा के आउँछ भन्दा उताको कुरा मलाई सोधिरहनु भएको छ इनफ्याक्ट मलाई थाहा भयो त्यस्तो होइन अब यहाँको कुरा त्यही भएर अब हजुरहरूले आफूहरूले पनि त्यही अनुसार खोज्नु पऱ्यो र अब साथीहरूलाई बुझाउनु पऱ्यो कि यो बिल्कुल छुट्टा छुट्टै अफिस हो यिनीहरूको छुट्टा छुट्टै टिओआरदेखि जुरिस्डिक्सनदेखि सबै चिजहरू छुट्टिएकै छ जस्तै दुबई इमिरेट्स एन्ड नर्दर्न इमिरेट्सको कामहरू दुबई कन्सुलेटबाट हुन्छ औदामा बाँकी रहेको इमिरेट्स भनेको औदामा इमिरेट्स हो त्यसको काम चाहिँ औदाबाट हुन्छ यो चाहिँ क्लियर हुनु पऱ्यो अब परिवारको इकोनोमीमा कसरी चाहिँ सपोर्ट गर्छ भन्ने कुराहरू महत्त्वपूर्ण हुन्छ शिक्षा स्वास्थ्य त्यो एउटा देश निर्माणकै कुराहरू र अर्को कुरा त्यसले चाहिँ जसरी डिमान्ड क्रिएट गर्छ डिमान्ड क्रिएट गर्ने बेलामा हामीले वस्तु सर्भिस इम्पोर्ट गर्छौँ र इम्पोर्ट गर्ने बेलामा राज्यले चाहिँ त्यहाँ भैसा शुल्क लगाएर राज्यले चाहिँ भनौँ न ट्याक्स लिने चाहिँ अलिकति घुमाउरो माध्यम हुन्छ तर ठ्याक्कै तपाईँले पठाउनुभयो त्यो सरकारी फन्डमा गयो चाहिँ इम्प्याक्ट हुँदैन र यो तेस्रो कुरामा म तपाईँलाई अलिकति इन्ट्रेस्टिङ विषय पनि छ म भन्छु खास गरी यो कोभिड पछि रेमिटेन्स अब
अब मुलुक के हुन्छ भन्ने बेला थियो होइन। एउटा श्रीलङ्का र नेपालको कम्पेरिजन हामीले हेरेका थियौँ कि त्यसपछि के श्रीलङ्कामा पैसा गएन बाहिरबाट, नेपालमा चाहिँ यति धेरै पैसा गयो त्यो चाहिँ कल्पनै नगरेको पैसा गयो। त्यही भएर कोभिड पछिको पुनर्निर्माण भन्नुहोस्, परिवारको आफ्नो आर्थिक क्षमता भन्नुहोस्, पारिवारिक जुन अवस्था छ त्यसलाई चाहिँ अगाडि बढाउन इनफ्याक्ट चाहिँ हामीलाई यो रेमिटेन्स जानले चाहिँ एकदमै ठुलो सपोर्ट हो। त्यही भएर त्यो तत्कालै हाम्रो इकोनोमीमा खासै त्यस्तो चाहिँ ठुलो असर नै परेन, हामी रिभर्स ब्याक भइहाल्यो होइन। त्यही कुरा चाहिँ श्रीलङ्काको हेर्दा किन भन्दा त्यो बेला म त्यो माइग्रेसन फिल्डमै कामबाट हामीले दुईवटा कन्ट्रीको कम्पेरिजन गरेका थियौँ। त्यो बेला श्रीलङ्कामा चाहिँ त्यसरी हुँदछ, त्यसले गर्दा त्यहाँ इकोनोमी नै कोलाप्स भएको पछि त ठुलो राजनीतिक उथलपुथल भयो होइन। अब त्यो कुरा तसर्थ यो रेमिटेन्सको औपचारिक माध्यमबाट रेमिटेन्स जाँदैन, हाम्रो समग्र बैङ्किङ प्रणालीमा पनि यसले वैदेशिक मुद्राको सञ्चित बढाउनदेखि लिएर यो थुप्रो कुराहरूमा